चर्किने कतिपयले आशंकाहरू व्यक्त गरेका छन्। सरकारले पनि यस्तो आशंका गरेको छ। अहिले आन्दोलनको घोषणा गरिसकेको समूह हो दुर्गा प्रसाईको समूह। उनले छठ लगतै आन्दोलनको तयारी गरेका छन्, जसका कारण प्रसाईमाथि सरकारले निगरानी पनि बढाएको छ। प्रसाईमाथि राजनीतिक व्यवहार नगरिने गृहमन्त्री ओम प्रकाश अर्यालले मंगलबार सरकार र दलहरू बीचको बैठकमा बताएपछि उनीमाथि कठोर हुने संकेत मिलेको छ। प्रसाईसँगै अन्य विभिन्न राजनीतिक समूह, राजावादी शक्तिहरू र शेयर बजारका लगानीकर्ताहरूले समेत सडकदेखि लिएर बजारसम्म ठप्प पार्ने गरी आन्दोलनको तयारी तीव्र बनाएका छन्। विश्लेषकहरूले तिहार र छठपछि दोस्रो जनआन्दोलनको सम्भावना रहेको दावी गरेका छन्, जसले देशको राजनीतिक र आर्थिक अवस्थालाई थप जटिल बनाउने देखिन्छ। छठ पर्वपछि राजावादी समूहहरूले हालसम्मकै ठूलो आन्दोलन सुरु गर्ने तयारी गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईले छठपछि देश ठप्प पार्ने घोषणा गरेका छन्। उनले जनतालाई डिजेल, पेट्रोल, दाल, चामल र तेल जस्ता आवश्यक सामग्रीहरू जोहो गर्न पनि आह्वान गरेका छन्। प्रसाईले यो आन्दोलन वर्तमान संविधान खारेज गरी वैदिक सनातन हिन्दू अधिराज्य स्थापना नभएसम्म जारी रहने पनि बताएका छन्। प्रसाईको यो आह्वानलाई यसपटक हल्का रूपमा लिएको छैन। दिल्लीमा विभिन्न शक्ति केन्द्रहरूसँग भेटघाट गरी फर्किएपछि उनले गरेको यो घोषणा अर्थपूर्ण मानिएको छ। अन्य राजावादी समूहहरू